वेलकम टु एभरेस्ट अनलाइन एकाडेमी। आज हामी क्लास 11 को इकोनोमिक्स सब्जेक्ट को चाहिँ थ्योरी अफ प्रोडक्सन भन्ने च्याप्टरबाट लज अफ रिटर्न्स टु स्केल भन्ने एउटा टपिक ल्याएर आएका छौं। ओके, सो अब ल अफ रिटर्न टु स्केल भनेको के हो भन्दाखेरि चाहिँ इट इज द इनपुट एन्ड आउटपुट रिलेसनशिप इन द लङ रन वेयर अल द फ्याक्टर्स अफ प्रोडक्सन आर भेरिएबल भनेको छ के। यो के हो त? यो एउटा इनपुट आउटपुट रिलेसनशिप हो जो चाहिँ लङ रनमा हुन्छ। अनि लङ रनमा के हुन्छ? सबै फ्याक्टर्स अफ प्रोडक्सन के हुन्छ त? भेरिएबल हुन्छ। अब यसले के भन्न खोजेको भन्दाखेरि यो जो छ नि ल अफ रिटर्न टु स्केल, यसले के देखाउँछ भन्दाखेरि एउटा लङ रनमा नि जति पनि फ्याक्टर्स अफ प्रोडक्सनहरू छ, फ्याक्टर्स अफ प्रोडक्सन भनेको के हुन्छ त भन्दाखेरि के अरे क्यापिटल, लेबर भयो, ल्यान्डहरू, जे पनि कुराहरू छ नि हो त्यो के अरे प्रोडक्सनमा युज हुने कुराहरू हैन, तिनीहरू चाहिँ के हुन्छ त? भेरिएबल हुन्छ। किनभने हामीहरूसँग त धेरै टाइम छ नि तिनीहरूलाई चेन्ज गर्नको लागि। सो लङ रनमा चाहिँ तिनीहरू सबैलाई हामीले के गर्न सक्छौँ? चेन्ज गर्न सक्छौँ। र अब यसले के देखाउँछ भन्दाखेरि हामीले चाहिँ जो इनपुट चेन्ज गरेको हुन्छौँ नि, इनपुटलाई भेराइ गरेका हुन्छौँ, अनि त्यो अनुसारको चाहिँ आउटपुटमा कस्तो टाइपको चेन्ज आउँछ भन्ने कुरा चाहिँ यसले देखाउँछ के। हामीलाई थाहा छ इनपुटलाई इन्क्रिज गरेपछि आउटपुट पनि इन्क्रिज हुन्छ भन्ने कुरा त हामीलाई थाहा छ, तर कुन रेसियोमा इन्क्रिज हुन्छ भन्ने हो के। जस्तो इनपुट तपाईँले चाहिँ 2 युनिट्सले बढाउनु भयो भनेपछि आउटपुट चाहिँ कति युनिटले बढ्छ भन्ने कुरा हुन्छ के यसमा। सो अब यसमा हामीले के बुझ्नुपर्छ भन्दाखेरि ल अफ रिटर्न टु स्केलमा चाहिँ एउटा इन्क्रिजिङ रिटर्न्स टु स्केल हुन्छ, एउटा कन्स्ट्यान्ट रिटर्न टु स्केल हुन्छ, र अर्को चाहिँ डिक्रिजिङ रिटर्न टु स्केल हुन्छ। अब वान बाई वान सबैको हेरौँ है त। ल अब इन्क्रिजिङ रिटर्न्स टु स्केलमा के भनेको छ? इट अकर्स व्हेन इन्क्रिज इन आउटपुट इज ग्रेटर देन इन्क्रिज इन इनपुट भनेको छ के। जब चाहिँ आउटपुट के हुन्छ त? आउटपुटको इन्क्रिमेन्ट के अरे इनपुटको इन्क्रिमेन्ट भन्दा बढी हुन्छ। हामीले चाहिँ इनपुट सर्टेन इनपुट इन्क्रिज गरेका थियौँ हैन। इनपुट भनेको के हुन्छ त? सुरुमा चाहिँ हामीले जस्तो ल्यान्ड, लेबर, क्यापिटलहरू युज गर्छौँ नि, त्यो के भयो त? इनपुट भयो। अब तिनीहरूलाई युज गरेर पो हामीले आउटपुट बनाउने हो नि त हो। अब यसमा के हुन्छ? जस्तो इनपुट जति युज गऱ्यौँ नि हामीले, इनपुटको चाहिँ जति इन्क्रिज भयो त्योभन्दा बढी इन्क्रिज चाहिँ के भयो त? आउटपुट भइदियो भनेपछि हामीले के भन्नु पर्यो त? इट इज इन्क्रिजिङ रिटर्न्स टु स्केल। जुन रेसियोमा हामीले इन्क्रिज इन इनपुट गरेका थियौँ त्योभन्दा बढीमा चाहिँ बढी के भयो त? आउटपुट इन्क्रिज भइदियो भनेपछि इन्क्रिजिङ रिटर्न्स टु स्केल भनिन्छ। अब यसलाई चाहिँ एउटा सानो यो स्केड्युल छ, यसबाट हामी बुझ्छौँ है त। सो हामीले चाहिँ के लिएका छौँ? लेबर र क्यापिटल दुईटा चाहिँ इनपुटहरू लिएका छौँ हैन। अब तिनीहरूको चाहिँ तिनीहरूलाई चेन्ज गर्दाखेरि आउटपुटमा कस्तो टाइपको चेन्ज आइरहेको छ हामी हेर्छौँ है त। ओके, सो युनिट्स अफ लेबरलाई एल मानेका छौँ, युनिट्स अफ क्यापिटललाई के मानेका छौँ, अनि टोटल चाहिँ एल प्लस के भयो, अनि यो चाहिँ आउटपुट भयो। हामीले चाहिँ 1 युनिट अफ लेबर युज गर्दाखेरि अनि 1 युनिट अफ क्यापिटल युज गर्दाखेरि चाहिँ टोटल कति भयो त? 1 लेबर प्लस 1 क्यापिटल। अब यति युनिट्स अफ लेबर र क्यापिटलको कम्बिनेसन युज गर्दाखेरि 5 युनिट्स अफ आउटपुट आउने भयो। सुरुमा त्यो त बुझ्नु भयो हैन। 1 युनिट अफ लेबर र 1 युनिट अफ क्यापिटल युज गर्दाखेरि 5 युनिट आउटपुट प्रोड्युस गर्ने रहेछ यिनीहरू दुईटाले हैन। अब हामीले के गर्यौँ? यो लेबर र क्यापिटललाई बढाइदियौँ, ठ्याक्कै डबल गरिदियौँ। अब यसमा एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ यो ल अफ रिटर्न टु स्केलमा चाहिँ जो इनपुट हुन्छ नि तिनीहरू चाहिँ जति पनि इनपुटहरू हुन्छ तिनीहरूलाई चाहिँ सेम प्रपोर्सनमा बढाउने के। जस्तो हामीले चाहिँ लेबरलाई के गर्यौँ? लेबरलाई चाहिँ ठ्याक्क डबल गरिदियौँ भनेपछि क्यापिटललाई पनि डबल गर्नु पर्यो के। तिनीहरूको प्रपोर्सन के हुनु पर्यो त? सेम हुनु पर्यो। जुन रेसियोमा हामीले लेबरलाई इन्क्रिज गरेका छौँ त्यही रेसियोमा हामीले के गर्नु पर्यो त? क्यापिटललाई पनि इन्क्रिज गर्नु पर्यो के। जस्तो लेबरलाई चाहिँ डबल गरिदियौँ अनि क्यापिटललाई चाहिँ 4 टाइम्स गरिदियौँ भनेपछि त्यस्तो हुँदैन। सो लेबर र क्यापिटल दुइटै के हुनुपर्छ? सेम रेसियोमा इन्क्रिज हुनुपर्छ भन्ने कुरा पनि यो थ्योरीले भनेको हुन्छ। ओके, अब चाहिँ यो लेबर चाहिँ डबल गरिदियौँ हामीले, क्यापिटल पनि डबल गरिदियौँ। अब यसको कम्बिनेसन के भयो त? 2 लेबर प्लस 2 क्यापिटल भयो हैन। अनि अब आउटपुट हेर्नुहोस् न, आउटपुट कति आयो त? 12 युनिट्स। यस्तो हुनुपर्ने हो र। इनपुट डबल गर्दाखेरि के भइरहेको छ? आउटपुट 12 आइरहेको छ के। इनपुट अघि सिंगलमा के थियो? 5 युनिट आएको थियो नि। अब हामीले चाहिँ इनपुट डबल गरेपछि कति आउनु पर्ने हो त? उसरी 10 युनिट्स आउनु पर्ने हो कि नै? 5 2 जा 10। यो 1 युनिट छ, यसले ठ्याक्कै डबल गर्दाखेरि के हुनु पर्यो त? 12 हुनु पर्यो हैन। सरी 10 हुनु पर्यो, तर चाहिँ अहिले 12 आइरहेको छ।
सो के भयो त यसमा 5 into 2 इज इक्वल्स टु 10, तर यता कति आइरहेको छ 10 + 2 12 आइरहेको छ भनेपछि यो के भयो त यो चाहिँ डबल भन्दा पनि बढी भयो के। जुन रेसियोमा हामीले इनपुटलाई इन्क्रिज गरेका थियौँ त्यो भन्दा त बढी आउटपुट इन्क्रिज भएको छ, हो कि नै? हुनुपर्ने त ठ्याक्कै 10 हो, तर 12 आइरहेको छ। यसको मतलब के भयो? यो चाहिँ आउटपुट के भइरहेको छ त बढीले इन्क्रिज भइरहेको छ, इनपुट भन्दा आउटपुट बढीले इन्क्रिज भइरहेको छ भन्ने कुरा यसले बुझायो कि बुझाएन? बुझ्नुभयो? 10 हुनुपर्ने हो तर 12 भयो, त्यसको मतलब के भयो? आउटपुट चाहिँ बढी युनिट्सले के भइरहेको छ इन्क्रिज भइरहेको छ, आउटपुटको इन्क्रिमेन्ट धेरै छ। अब त्यस्तै गरी हामीले चाहिँ इनपुटलाई 4 बनाइदियौँ अनि सरी इनपुट अफ लेबर जो छ नि लेबरलाई 4 बनाइदियौँ अनि फेरि क्यापिटललाई पनि 4 टाइम्स इन्क्रिज गरिदियौँ हामीले। अब के भयो त हामीसँग टोटल लेबर 4L र टोटल क्यापिटल 4K, यिनीहरू दुईटालाई एड गरेपछि 4L + 4K भयो। अब यहाँ चाहिँ के छ 5 यो छ हैन, 5 को डबल 10 हुनुपर्ने हो, 10 को डबल 20 हुनुपर्ने, तर यहाँ त कति छ त 30 युनिट्स भइरहेको छ आउटपुट। सो के भयो त यो त मोर देन 4 टाइम्स भयो कि भएन? इनपुटको मोर देन 4 टाइम्स भयो। सो के मान्ने त यसलाई भन्दाखेरि इन्क्रिजिङ रिटर्न्स टु स्केल मान्ने, किनभनेपछि जुन रेसियोमा हामीले इनपुटलाई इन्क्रिज गरेका छौँ त्यो भन्दा बढी रेसियोमा त आउटपुट इन्क्रिज भइरहेको छ। सो त्यस्तो सिचुएसनलाई हामी के भन्छौँ त इन्क्रिजिङ रिटर्न्स टु स्केल। लेबर इनपुट चाहिँ 2 युनिट्सले इन्क्रिज भइरहेको छ भनेपछि आउटपुट चाहिँ मोर देन 2 ले इन्क्रिज भयो के। सो त्यस्तोलाई चाहिँ हामी के भन्छौँ त इन्क्रिजिङ रिटर्न्स टु स्केल। ओके ल, अब अर्को चाहिँ के छ कन्स्ट्यान्ट रिटर्न्स टु स्केल। अब कन्स्ट्यान्ट रिटर्न्स टु स्केलले के भन्छ भन्दाखेरि इट अकर्स व्हेन द इन्क्रिज इन आउटपुट इज इन द सेम प्रपोर्सन टु द इन्क्रिज इन इनपुट्स भनेको छ। यसमा चाहिँ हामीले जुन प्रपोर्सनमा इनपुटलाई इन्क्रिज गरेका थियौँ त्यही प्रपोर्सनमा आउटपुट पनि इन्क्रिज हुन्छ। जस्तो इनपुटलाई 2 टाइम्स इन्क्रिज गरेपछि आउटपुट पनि 2 टाइम्सले नै इन्क्रिज हुन्छ भन्नायो कि यसको कन्स्ट्यान्ट। जुन रेसियोमा इनपुट इन्क्रिज भइरहेको छ त्यही रेसियोमा नै आउटपुट पनि इन्क्रिज हुन्छ भन्ने कुरा चाहिँ कन्स्ट्यान्ट रिटर्न्स टु स्केलले देखाउँछ। ल, अब यसको पनि युनिट अफ लेबर सरी युनिट अफ क्यापिटल टोटल आउटपुट गरेर हामीले यो 4 कलम टेबल बनायौँ हैन। ओके, सुरुमा चाहिँ 1 युनिट्स अफ लेबर र 1 युनिट्स अफ क्यापिटल युज गर्दाखेरि चाहिँ के भइरहेको छ 5 युनिट्स अफ आउटपुट दिइरहेको छ। यिनीहरू दुईटा युज गरेर चाहिँ हामीले 5 युनिट्स अफ आउटपुट जेनेरेट गर्न सकिरहेका छौँ। अब हामीले ठ्याक्कै डबल गरिदियौँ, लेबर र क्यापिटललाई ठ्याक्कै डबल, इनपुटलाई डबल गरिदियौँ भनेपछि के भयो त अब यो 5 युनिट्स अफ आउटपुट अघि आइरहेको थियो, अब चाहिँ 10 युनिट्स आयो। 5 × 2 10 भयो कि भएन? अहिले ठ्याक्कै डबल भयो नि, इनपुट पनि हामीले डबल गऱ्यौँ आउटपुट पनि डबल भयो ठ्याक्कै। अनि त्यसपछि अब अझै हामीले इन्क्रिज गऱ्यौँ इनपुटलाई चाहिँ 4 युनिट्स अफ लेबर र 4 युनिट्स अफ क्यापिटल गऱ्यौँ भनेपछि अब के हुने भयो त 5 × 4 20 हुनुपर्ने हो, यहाँ पनि 20 युनिट्स नै छ। सो यसले के देखायो भन्दाखेरि जुन प्रपोर्सनमा इनपुट इन्क्रिज भइरहेको छ त्यही प्रपोर्सनमा आउटपुट पनि इन्क्रिज भइरहेको छ। इनपुटलाई हामीले डबल गरेपछि आउटपुट पनि डबल भइरहेको छ, इनपुटलाई हामीले 4 टाइम्स इन्क्रिज गरेपछि आउटपुट पनि 4 टाइम्स इन्क्रिज भइरहेको छ भन्ने चाहिँ यो कन्स्ट्यान्ट रिटर्न्स टु स्केलले देखाउँछ। बुझ्नुभयो? यसमै हेर्नुस्, राम्ररी हेर्नुस्, सुरुमा चाहिँ 1 युनिट्स अफ लेबर 1 युनिट्स अफ क्यापिटल युज गर्दाखेरि 5 युनिट्स अफ आउटपुट आउँथ्यो। हामीले लेबरले क्यापिटललाई ठ्याक्कै डबल गरिदियौँ कि इनपुटलाई डबल गर्दाखेरि आउटपुट पनि के भयो त 5 × 10 भयो, ठ्याक्कै डबल भयो हैन। अनि त्यसपछि अझै हामीले चाहिँ फेरि 4 टाइम्स गर्दाखेरि कति भयो त यो पनि अझै 4 टाइम्स भयो, 5 4 = 20 भयो। सो यसले के देखायो त यसले कन्स्ट्यान्ट रिटर्न्स टु स्केल देखायो। जुन रेसियोमा इनपुट इन्क्रिज हुन्छ त्यही रेसियोमा आउटपुट पनि इन्क्रिज हुन्छ भन्ने कन्स्ट्यान्ट रिटर्न्स टु स्केल। ल, अब लास्टको चाहिँ के छ डिक्रिजिङ रिटर्न्स टु स्केल। यसमा के भन्छ इट अकर्स व्हेन द इन्क्रिज इन इनपुट इज लेस देन द इन्क्रिज इन आउटपुट इज लेस देन द इन्क्रिज इन इनपुट भनेर भनेको छ के। यसमा के हुन्छ जुन के रे रेसियोमा हामीले चाहिँ इनपुटलाई इन्क्रिज गर्छौँ नि त्यो भन्दा कम रेसियोमा चाहिँ आउटपुट इन्क्रिज हुन्छ भनेको छ के। इन्क्रिज त हुन्छ हामीलाई थाहा छ हैन, इनपुट बढाएपछि आउटपुट बढ्छ, तर यसमा चाहिँ के हुन्छ त जुन रेसियोमा हामीले चाहिँ इनपुटलाई बढाउँछौँ नि त्यो भन्दा कम रेसियोमा हामीले चाहिँ आउटपुटलाई बढेको देख्न सक्छौँ के। ल, अब लेबर क्यापिटल टोटल आउटपुट गरेर हामीले 4 कलम टेबल बनायौँ हैन। अब 1 युनिट अफ लेबर र 1 युनिट अफ क्यापिटल युज गरेर हामीले चाहिँ 5 युनिट्स अफ आउटपुट जेनेरेट गर्न सक्छौँ।
अब लेबर र क्यापिटल यो इनपुट हो नि, लेबर र क्यापिटल भनेको त्यति थाहा छ नि हजुरलाई। सो लेबर र क्यापिटललाई चाहिँ ठ्याक्कै डबल गर्दाखेरि के भयो त, अब आउटपुट हेर्नुहोस् 5 × 2 10 हुनुपर्ने हो होइन, तर 8 मात्रै भएको छ। यो के भयो त, डबल भन्दा कम भयो नि। हो, हामीले इनपुटलाई चाहिँ डबल गर्दाखेरि आउटपुट चाहिँ डबल भन्दा कम भयो। यसले के देखायो त, डिमिनिसिङ रिटर्न्स टु स्केल, डिक्रिजिङ रिटर्न्स टु स्केल। ओके, अनि अझै फेरि हामीले के गर्यौँ, इनपुटलाई चाहिँ 4 टाइम्स गरिदियौँ होइन, 4 टाइम्स बढी। अब के भयो त, 12 मात्रै भयो। कति हुनुपर्ने हो, 5 × 4 20 हुनुपर्ने हो नि यता, तर 12 मात्रै भयो। सो यसले के देखायो त, इनपुट चाहिँ बढी प्रपोर्सनमा इन्क्रिज भइरहेको छ, तर आउटपुट चाहिँ कम प्रपोर्सनमा इन्क्रिज भइरहेको छ भन्ने कुरा देखायो। बुझ्नुभयो? ओके, सो अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो इन्क्रिजिङ रिटर्न्स टु स्केल छ नि, हो यो किन हुन्छ भन्दाखेरि हामीले चाहिँ जो हामीहरूसँग जति पनि यो इनपुट्सहरू छ नि तिनीहरूलाई चाहिँ एकदमै राम्ररी युज गरेको हुनाले चाहिँ के हुन्छ त, इन्क्रिजिङ रिटर्न्स टु स्केल हुन्छ के, एकदमै प्रोडक्टिभ भएर होइन, इकोनोमिज अफ स्केल भन्ने कुरा हुन्छ, एकदम राम्रो राम्रो के अरे मसिनरीहरू युज गरेर हुन्छ नि, हो नयाँ टेक्नोलोजीहरू युज गरेर अनि स्किल म्यान पावर सबै चिज चाहिँ एकदम राम्ररी युज गरेर युटिलाइज गरेर होइन, त्यस्तो गरेपछि के हुन्छ त, इन्क्रिजिङ रिटर्न्स टु स्केल हुन्छ, इनपुटले बढी आउटपुट दिन्छ नि, हो त्यसलाई चाहिँ हामीले के भन्ने त, अब इन्क्रिजिङ रिटर्न्स टु स्केल भन्ने। अनि अब कन्स्टेन्ट रिटर्न्स टु स्केलमा चाहिँ के अरे यिनीहरूले अप्टिमम युटिलाइजेसन अफ रिसोर्सेस गर्छन्, ठ्याक्कै जति हो त्यति युज गर्ने भए होइन। अनि यो डिक्रिजिङ रिटर्न्स टु स्केल कतिखेर हुन्छ भन्दाखेरि जब चाहिँ सबै चिज इनइफिसियन्ट हुन्छ के, इनइफिसियन्सी हुन्छ नि, हो त्यतिखेर चाहिँ डिक्रिजिङ रिटर्न्स टु स्केल हुन्छ। जस्तो टेक्नोलोजी पनि आउटडेटेड युज गरेर वर्कर्सहरू पनि स्किल्ड छैनन् भनेपछि होइन, हामीहरूसँग चाहिँ रिसोर्सेस युटिलाइज गर्नको लागि केही कुराहरू छैन। सो त्यो सिचुएसनमा चाहिँ के हुन्छ, डिक्रिजिङ रिटर्न्स टु स्केल, त्यो राम्ररी चाहिँ इनपुट युटिलाइज भएकै हुँदैन क्या यसमा, अनि यसमा चाहिँ ठिकठाक हुन्छ, युटिलाइज हुन्छ होइन, तर यसमा चाहिँ इनपुट एकदम धेरै राम्ररी युटिलाइज हुन्छ इन्क्रिजिङ रिटर्न्स टु स्केलमा, तर डिक्रिजिङ रिटर्न्स टु स्केलमा चाहिँ इनपुट्सहरू राम्ररी युटिलाइज भएको हुँदैन, त्यही भएर तिनीहरूले चाहिँ म्याक्सिमम प्रोडक्टिभिटी दिन सक्दैनन्। ल अब चाहिँ हामीले एउटा यो चाहिँ ग्राफबाट बुझ्छौँ है त। सो हामीले एक्स एक्सिसमा चाहिँ लेबर र क्यापिटल L + K राख्यौँ होइन, वाइ एक्सिसमा चाहिँ मार्जिनल प्रोडक्टिभिटी राख्यौँ। अब यो चाहिँ जो OA देखाइरहेको छ यसले के देखाउँछ त, इन्क्रिजिङ रिटर्न्स टु स्केल, किनभने यो त अपवर्ड डिरेक्सनमा गइरहेको छ नि, हो यसले के देखाउने भयो, यो लेबर र क्यापिटल युज गरेर चाहिँ के भइरहेको छ, आउटपुट चाहिँ इन्क्रिज भइरहेको छ भन्ने कुरा देखायो नि त। सो त्यही भएर OA ले के देखायो त, इन्क्रिजिङ रिटर्न्स टु स्केल। अनि त्यसपछि AB ले के देखाइरहेको छ त, कन्स्टेन्ट रिटर्न्स टु स्केल, किनभने यो लेबर र क्यापिटल युज गरेर चाहिँ जति लेबर जति क्यापिटल युज गऱ्यौँ त्यही प्रपोर्सनमा के भइरहेको छ त, आउटपुट पनि इन्क्रिज भइरहेको छ भनेपछि यसलाई चाहिँ हामी कन्स्टेन्ट रिटर्न्स टु स्केल भन्छौँ। अनि लास्टको यो के छ, लेबर र क्यापिटल हामीले युज गरेर चाहिँ यो के भइरहेको छ, आउटपुट चाहिँ कम जेनेरेट भइरहेको छ भनेपछि त्यसलाई चाहिँ हामी डिक्रिजिङ रिटर्न्स टु स्केल। सो यसरी चाहिँ हामी के एक्सप्लेन गर्छौँ, यो फिगरलाई एक्सप्लेन गर्छौँ होइन, यसको मार्जिनल प्रोडक्टिभिटी वाइ एक्सिसमा र एक्स एक्सिसमा चाहिँ लेबर र क्यापिटल राखेर यस्तो फिगर बनाइदिएर चाहिँ यो किन भएको भन्ने कुरा देखाइदिने, यति गरेपछि पुग्छ। सो यो चाहिँ हाम्रो के हो, लज अफ रिटर्न्स टु स्केल हो, यसरी हामी यसलाई एक्सप्लेन गर्न सक्छौँ एक्जाममा पनि। यसमा कन्फ्युजन छ या त कुनै क्वेसन बुझ्नु भएको छैन भनेपछि चाहिँ प्लिज लेट मी नो। यो भिडियोको लागि चाहिँ यति नै, थ्याङ्क यू।